दिदीलाई भेट्नु जाँदैछौँ। ललितपुर इमाडोल भन्ने ठाउँमा दिदीलाई भेट्नु। मेरो साथीहरू लिम्बू छ थियो त ठुलो पहिला हुन्छ बाहिर निस्किन्छ कि अब सब्जी धेरै नजिस्क्यो है अहिले म पनि हुन्छ लास्टमा आफै भिखारी भइसक्यो भने उसलाई हिँड्नलाई पनि फेरि ट्याक्सी नै गर्छु छान्ने फेरि राम्रो थोरै सस्तो सुन्दैन बेलुका बस्ने पनि त एउटै बस्नु त एउटै सबैको यतै उसको मोरङको क्या मोरङ झापातिर साह्रो बिल्ला मतलब छैन हो कसले कस्तो चलायो त्यसलाई मतलब छैन त्यो चेकिङ पोइन्टतिर गएर चाहिँ गल्ती गरेर ऑटो ची त्यात बाहिर जाने प्लान हो कि त्यो भयो त्यसो गरेर हिँड आउँदैन नि एक महिनापछि स्यालेरी नै अनि के गरेर अरू देशमा बाहिर जाने यस्तो छैन नि मरा हुन्छ मार्छ मामाजीले एक राना बगेर विदेशमा हामी पनि गाडी खोज्दा तर त्यस्तो होइन दुबईमा यो चाहिँ कृष्ण पाठक पाठनको यो के अरे मन्दिर अरे कृष्ण पाठनको भन्नु नि अनि यो चाहिँ मन्दिरहरू रहेछ एकदम राम्रो छ तपाईँहरू नि घुम्न आउनु सक्नुहुन्छ काठमाडौँ ललितपुर काठमाडौँ ललितपुर भन्ने छ नि त काठमाडौँ ललितपुर भन्नु छ नि त आज घुमाइ नै भएको छैन कि ए भगवान् तपाईँलाई चाहिँ के दामै निकाल्नुपर्छ ए वेट मेरो ब्याज त हुन्छ वेट जोड्नु अनि बिहान गएर टोइलेटमा बस्छ दामी रहेछ ठाउँ ए लो लो हाम्रो हेलो गाइस हाम्रो चाहिँ यहाँनिर हाम्रो के भन्छ यस्तो टुरिस्ट घुमाउनेलाई
के भन्छ हाम्रो यहाँ हुनुहुन्छ मिस हाम्रो गाइडर गाइडर यहाँ हुनुहुन्छ भनिदिनुहोस् यो चाहिँ के हो यो चाहिँ एउटा ढुङ्गाबाट बनिएको हो ढुङ्गाबाट हेर्दा त अनि ढुङ्गाबाट बन्ने जस्तो छ नि कस्तो यार नपर्दा खानु पर्यो यार यसरी हान्नु सकेको यति हो दिदी यस यति नै हो फाइनली सकिएको अवस्था हो यो भनेको यसो घुम्ने अनि रोक्ने हो घरको खाने चिनमा सक्यो बस यति नै दिउँसो भएको है तिमीलाई यो भित्र पनि घुमाउनु थियो अब राति चाहिँ कताबाट घुमाउनु के अब हेर तोडफोड गरेर गयो भने त भाटा गाडी कम भइहाल्छ त्योभन्दा बरु आनन्दले बस्दा ठिक होइन